चाहिँ सिक्लेस गाउँहरूको यो गल्लीको बाटो है मोबाइल भिडेको हाम्रो सिक्लेस गाउँको बाटो यस्तै नौलो ठाउँमा नौलो चिज देख्न पाउँदो रहेछ है हेर्नु त गाइस हामी आइसक्यो गाइस बल्ल उठ हामी चाहिँ सिक्लेसबाट आइसकेको छौँ अब हामीको यात्रा पोखरातिरको यात्रा हाम्रो दिदी पनि पोखरासम्म बोलायो हाम्रो टोली यता हुनुहुन्छ सिक्लेसमा 5 दिन बसिसकेको छ अनि टोली चाहिँ यतातिर हिँडिरहनु भएको छ ऊ टोलीहरू ऊ तिमी त माथि मुस्तान पुगिरहेको होला पनि मुस्तान बोर्ड हेर्न सक्नुहुन्छ सिक्लेस पार्क जाने माथि छ है त्यही सिक्लेस पार्कमा हामी बसिरहेको यतातिर पनि छ होमस्टेहरू चाहिँ तपाईँहरू बस्न चाहनुहुन्छ भने चाहिँ त्यता बस्नु हो तपाईँहरूको इच्छा हामी चाहिँ सिक्लेस पार्क ग्रुपमा अनि ग्रुप र अनि टेन्ट सेन्टमा बस्न चाहनुहुन्छ भने सिक्लेस पार्क जानुहोस् उहाँ बस्नुहोस् उहाँ एकदमै राम्रो फेसिलिटी राम्रो हामीलाई स्वागत र बिदाई एकदम राम्रो तरिकाले गर्नुभएको छ यहाँ छ हाम्रो धारा अनलिमिटेड यसलाई के भन्छ धारै होला 5 जन ठाउँ यो चाहिँ सिक्लेसको भ्यू हेर्न सक्नुहुन्छ यस्तो मिठो यहाँ चाहिँ शोर सराबा गर्नु दिँदैन यहाँ चाहिँ हल्ला गर्ने त्यो बार्नी रहेछ शोर सराबा नगर्ने 1 महिना 2 महिना जति शोर सराबा गर्नु नपाइने ठाउँ यता चाहिँ हाम्रो यस्तो राम्रो भ्यूहरू छ यता कोदो टिप्नु भएर सुकाइराख्नु भएको छ कोदोहरू यस्तो छ यो चाहिँ हाम्रो सबैभन्दा शेर हो मस्ती छ यो चाहिँ हाम्रो टोली हो यहाँ चाहिँ वेलकम बोर्ड छ सिक्लेसको यताबाट घुमेर आउनुपर्छ लास्ट चाहिँ 5 मिनट घोडाहरू भ्यू चेक गरेर बवाल भ्यू हेर्छ यसरी मौरीको घाँस कालो सुकेको रहेछ फुलहरू कोडोहरू पाकेर ढलिसकेको छ राम्रो गाउँ अनि यता हाम्रो पहाडी गाउँ चाहिँ तानसिङ भने जस्तो लाग्थ्यो त्यस्तै लाग्यो डल्ले खुर्सानी आहा सडक यहाँसम्म बसाइसकेको छ मेरो दोस्त कुखुरा देखेर फकेछ चाहिँ के हो भन्नै पर्दैन होला सबैलाई थाहा होला एकदम सोझो तरिकाले हिँड्नु गइरहेको छ हामी तयार बन्दा चाहिँ यस्तो भिरमा रोप्ने रहेछ होइन यता सिक्लेसतिर चाहिँ यो चाहिँ सिस्नो सानो साग रहेछ टिका भनेर सिस्नो देखाएको त कसले न यो चाहिँ सिस्नो गाउँघरको प्योर अर्ग्यानिक सिस्नो छुन चाहिँ हुँदैन सुन्निँदै छुयो भने चाहिँ यत्रो भन्छ सिस्नो
सिस्नु घारी यता चाहिँ यता कोइला बोर्डहरू यहाँ चाहिँ यो चाहिँ खोइ के बनाएको यहाँ चाहिँ के हो यो थाहा भएन हाम्रो टोलीहरू चाहिँ मुनतिर हिँडिरहेको छ ट्रेकिङ गरिरहेको छ हाम्रो टोलीहरू ट्रेकिङ हिँडिराख्नु भएको छ हाम्रो आन्टी म चाहिँ यहाँ लास्टमा टक्क भ्यू देखाउँदै भ्यू बनाउँदै बाटो चाहिँ यस्तो छ यो पारिको चाहिँ तानसिङ यो प्लेस कसरी चिनेको भन्दाखेरि चाहिँ यहाँ चाहिँ गुरुङहरूको भाषा संस्कृति एकदम जोगाएर राखेको ठाउँ यो सिक्लेसमा चाहिँ गुरुङहरूको भाषा संस्कृति सबै एकदम जोगाएर राख्नुभएको छ त्यही एकदमै राम्रो छ एकदम मिठो फुलिरहेको छ एकदमै राम्रो अच्छा फुलिरहेको छ चाहिँ बास्केटबल कोर्ट भलिबल कोर्ट हाम्रो बस पार्किङ चाहिँ त्यहाँ छ बस चाहिँ यो हो गाडीहरू पनि चढेर थोरै लागेको छ बाटोहरू एकदमै राम्रो पनि भन्नु कोही ठाउँमा एकदम राम्रो कोही ठाउँमा एकदम नराम्रो यो चाहिँ के फुल अलिक थाहा भएन कसले भन्न सक्छ भन्नु है कमेन्ट प्लिज विच फ्लावर इज दिस अलिअलि इङ्ग्लिस पनि जान्छ फेरि यो चाहिँ के हो एकदमै यस्तो बाटो यो के हो थाहा भएन अनि बास्केटबल कोर्ट भलिबल कोर्ट भएको पछाडि छ चाहिँ अब टुङ लाग्छ चिल त मिठो उठिरहेको बादलहरू यो चाहिँ पार्किङ प्लेस यहाँ चाहिँ पार्किङहरू गर्छ बाइक पार्किङहरू राख्ने ठाउँ यसको निःशुल्क 100 रुपियाँ मलाई सायद लाग्छ बाइकहरूको 100 रुपियाँ बाइक स्कुटीको 100 रुपियाँ यो चाहिँ गाडी पार्किङ गर्ने ठाउँ गाडीहरूको चाहिँ 500 रुपियाँ भनेर सुनेको थियो यस्तै छ ठाउँ जग्गा यो जतिसकेको छ त्यही भएर अलि रेट महँगो हुन्छ त्यही भएर रेट अलि महँगो छ एकदमै मिठो चाहिँ बस पार्क तानसिङ बस पार्क गाउँ त एकदम मिठो हो है एकदमै राम्रो सिक्लेस हाम्रो सिक्लेस वेशभूषा उहाँहरूले बचाइराख्नु भएको छ उहाँको मान्छेहरू हेरेरै चिनिन्छ गुरुङ ड्रेस भनेरै हिँड्नुहुन्छ त्यही भएर वेशभूषाहरू बचाइराख्नु छ भाषा र संस्कृति एकदमै जोगाएर राख्नु भएको छ
यो चाहिँ पार्किङ प्लेस भने हाम्रो ड्राइभर दाइ चाहिँ यहाँ हुनुहुन्छ अनि यो चाहिँ हाम्रो सिक प्लेस यो चाहिँ हाम्रो सिक प्लेस गाउँ यो चाहिँ हाम्रो बस सिक्लेसको एक दिनको बसाइ धेरै रमाइलो भयो अनि यहाँ विशेष गरी के पाउँदो रहेछ भाइ विशेष गरी यहाँ चाहिँ सबै परिकार त पाउँदो रहेछ तर एकदमै मिठो भनेको गुन्द्रुक अनि भ्यू हेर्नको लागि कहाँ पुग्नु पर्दछ यहाँ भ्यू हेर्नको लागि अब माथि सिक्लेस पार्क भन्ने रहेछ एउटा वहाँबाट थोरै 5-10 मिनट 10 मिनट जस्तै 10 मिनट 15 मिनट जति हिँड्यो भने एकदम बवालको रिसिङ डाँडा भन्ने यहाँ नि हाम्रो अब उता घिरिङतिर मात्रै रिसिङ डाँडा भन्थ्यो तर यता नि रिसिङ डाँडा रहेछ बवाल रमाइलो भयो अब कमेन्ट पनि हेर्नु होला बिस्तारै बिस्तारै अब यहाँको पनि देखाउनेछौँ हामी त्यति भन्दै हाम्रो यात्रा अब पोखरातिर लाग्नेछ यही हो अब हामी चाहिँ यहाँबाट चाहिँ छुट्नुपर्ने हुन्छ हामी यहाँबाट चाहिँ अब पोखराको यात्रामा हामी चाहिँ जाँदैछु र हाम्रो एक दिनको बसाइ धेरै रमाइलो भयो यो सिक्लेसमा ल अहिले चाहिँ यहाँबाट छुट्नुपर्ने हुन्छ त भन्दै यहाँबाट चाहिँ हामी आगो छुट्ने बेला भइसकेको छ ल त्यो चाहिँ यहाँ बसबाट नै हामी जानुपर्ने हुन्छ है खाली हाँस्न यार भएन